नमस्कार सम्पूर्ण मिलनका कुरा कार्यक्रम प्रतीक्षामा रहने सम्पूर्ण श्रोताबिनलाई स्वागत गर्दै प्राविधिक मित्र जगदीशसँगै दुःख सुखका यात्रा आफ्नो प्यारो मिलन मुक्तान तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। यति बेला तपाईँ यात्रा गर्दै होला, यति बेला तपाईँ घरमा होला, यति बेला तपाईँ पसलमा होला, यति बेला तपाईँ आफ्नो अफिस कार्यालयबाट तपाईँ फर्किने अवस्था होला। तपाईँ जुन अवस्था हुनुहुन्छ, जहाँ हुनुहुन्छ, तपाईँले हामीलाई एक घण्टा सुनेर साथ दिन सक्नुहुनेछ। हरेक तवरले हामी प्रस्तुत हुने गर्दछन्। आज गीत सङ्गीतको कुरा गर्छौँ। विभिन्न क्षेत्रमा रहेका गीत सङ्गीतमा लागेका व्यक्तिहरूसँग हामी कुराकानी गर्दै आएका छौँ। विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूसँग हामी कुरा गर्छौँ। विश्वासीको जीवनका दुःख सुखका, जीवनका भोगाइहरूका कुराहरू हामी गर्छौँ। जीवनका धोका पाएका कुरा गर्छौँ। जीवनका सुख दुःख पीडा पाएका कुरा गर्छौँ। विभिन्न तौरले हामी प्रस्तुत हुने गर्दछौँ। फरक शैली, फरक धारणा सहित हामी प्रस्तुत हुने गर्दछौँ। हरेक दिन यसै समयमा हामी प्रस्तुत हुने गर्दछौँ। तर आज पनि तपाईँहरूको माझमा मिठा मिठा गीत सङ्गीत सँगसँगै अहिलेको समयमा सामाजिक सञ्जालदेखि विभिन्न तौरले हामी गर्दै आएका छौँ। विभिन्न तौरले हामी सामाजिक सञ्जाल चलाइन्छ। यी सन्दर्भलाई सामाजिक सञ्जालका विषयमा पनि केन्द्रित रहेर आज विशेष कुराकानी गर्न चाहन्छौँ। तपाईँहरूको माझमा यी कार्यक्रमलाई सुरुवातमै गीत राख्न चाहन्छौँ। तपाईँको निम्ति यी मिठो सङ्गीत तपाईँको निम्ति पस्कन चाहन्छौँ अनि त्यसपछि हामी आउने छौँ। स्वीकार्नुहोस् तपाईँको निम्ति यो मिठो सङ्गीत।